यसलाई पनि पुरा म मार्क लगाउँछु के अब यस्तो हुनु पर्यो कि हैन सिधा हैन यो जता जे भयो नि हैन अब यस्तो भयो नि त हैन यो यस्तो भएछ ठ्याक्क भयो अब यो चाहिँ एउटै नम्बर बनाउनु पर्यो नि त हैन ल कहाँ हुन्छ यसरी त यार पहिला यो हाल्नु पर्दो रहेछ फेरि 0 यहाँ हाल्दै हैन यो हाल्दै हैन एउटा ओके ओइ ओके यो हाले हैन त्यसपछि यो पनि लगाइदिए हैन अब यहाँ ट्याक हैन 0 लाई यता भनेर हाल्दै हैन अब भने गाइस हैन कन्फर्म हो कि कता गयो कि फेरि अर्को we have to do के something like that के कहाँ यसरी उफ्रेर हुन्छ भने ओके हैन अब चाहिँ ठेस गरेर हैन यसलाई चाहिँ अहिले नम्बर फिट गराउँला हैन अब यो पनि हाले हैन अब यो पनि लगाउँछु कि हैन यो यता ठ्यास्स गरेर चाहिँ हैन लक खुलेको हैन ओके ट्याक्क हैन ठ्यास भयो अब चाहिँ हैन नम्बर फिट गर्नु पर्यो कि अब नम्बर फिट गर्नु पर्यो भने चाहिँ 3 मा बनाऊँ ल 3 मा ओके 3 मा भएन नि कहाँ हो योमा क्या त 0 यहाँ बसेछ हैन ए सिम्बल दाना 0 राख्नु ओके यो 0 मै बस्यो हैन अझ ख्यास गइराछ हैन त्यो 0 मै बस्यो भने यसलाई नि 0 पारौँ न त हैन ल ओके कहाँ मिस भयो फेरि गएन त ए गयो हैन भनेपछि यता आएर कतिमा बस्छु त नम्बर ए टक्क हैन